आदरणीय दर्शकवृन्द नमस्कार। के तपाईहरु पनि ट्रायलमा समस्या छ, ट्रायल पास गर्न चाहनुहुन्छ, केही टेक्निकहरु, तरिकाहरु ट्रायल चाहिँ कस्तो हुन्छ होला भन्ने तपाईलाई जिज्ञासा लागिरहेको छ भने म केही भए पनि तपाईको जिज्ञासाहरु मेटाउने प्रयास यो भिडियोबाट गर्नेछु। तपाईहरु यो भिडियो अन्त्यसम्म हेरेर साथ सहयोग गर्नु होला। म तपाईलाई केही धेर थोर जाने बुझेका कुराहरु शेयर गर्नेछु है त। अब जब हामी ट्रायल सेन्टरमा प्रवेश गर्छौं, हामीले चाहिँ सुरुमा हाम्रो हातमा बाइक परिसकेपछि हामीले त्यो बाइकको कन्डिसन के छ भनेर बुझ्नुपर्ने आवश्यक देखिन्छ। सुरुमा चाहिँ हामीले हेलमेट राम्रोसँग लगाइहाल्नुपर्छ र बाइक कुन गियरमा राखिएको छ त्यसलाई एक गियरमा झार्नुपर्छ र बिस्तारै क्लचहरु छोड्दै अगाडि बढ्नुपर्छ र सुरुको स्टेप भनेको हाम्रो यो 8 कटाउनु पर्ने हुन्छ। यसमा चाहिँ अलिकति मन्द गतिमा एउटा रेस कायम गर्दै अनि फुट ब्रेकको सहायताले यो 8 लाई चाहिँ एकचोटी फुल राउन्ड र आधी राउन्ड क्रस गरेपछि यहाँ 8 बाट निस्किनु पर्ने हुन्छ। सजिलैसँग 8 घुमाउनको लागि यसमा अलिकति प्र्याक्टिसको आवश्यकता देखिन्छ र सक्छौं। र योबाट निस्किसकेपछि एउटा स्मल फ्ल्याग हुन्छ, साँगुरो बाटो। यो साँगुरो बाटोमा हामीले नझिकन एकचोटी पनि यसबाट टायर तल नझारिकन पास गर्नुपर्ने हुन्छ। र त्यो फ्ल्याग सकिनेबित्तिकै हामीले राइट साइडको साइड लाइट बाल्नुपर्ने हुन्छ। त्यो भन्दा अगाडि हामी गइसकेपछि हामीले दाहिने मोडिनुपर्छ। दाहिने मोडिसकेपछि यहाँ अगाडि जेब्रा क्रसिङ आउनु भन्दा अगाडि नै हामीले साइड लाइट बन्द गर्नुपर्छ र त्यहाँ माथि ट्राफिक लाइट हेरेर जेब्रा क्रसिङमा रोक्नुपर्ने हुन्छ। जेब्रा क्रसिङमा टच नगरी रोक्नुपर्ने हुन्छ। यदि त्यहाँ रातो बलेको छ या पहेँलो बलेको छ भने मात्रै हामीले रोक्नुपर्छ। हरियो बलेको छ भने हामीले अगाडि जान पाउँछौं। र त्यो भन्दा अगाडि यो हर्डलहरु आउँछ, यो उबडखाबड बाटो। यसमा चाहिँ बाइकलाई एकदम ब्यालेन्स गर्दै लैजानुपर्छ। एकचोटीसम्म यहाँ बन्द भयो भने फरक पर्दैन र त्यो भन्दा अगाडि उकालो बाटो आउँछ, स्टप लेखिएको ठाउँमा हामीले झ्याप्पै रोक्न सक्नुपर्छ। यसको लागि अगाडिको ब्रेक र पछाडिको ब्रेक दुवै सँगै लगाएर रोक्नुपर्छ, क्लच पुरै लिनुपर्छ। रोकिसकेपछि ट्राफिकले जाऊ भनिसकेपछि बिस्तारै आफ्नो बाइक हामीले अलिकति पिकअप लिने, त्यसपछि एक्सिलेटर बढार्ने, त्यसपछि बिस्तारै क्लच छोडेर फुट ब्रेकलाई पनि छोड्दै बाइकलाई हामी उठाउन सक्छौं भने खुट्टा लतार्दै चाहिँ जान पाइँदैन यहाँबाट। यति भइसकेपछि हामी ओह्रालोमा प्रवेश गर्छौं। त्यो ओह्रालोमा पनि स्टप लेखिएको एउटा पोइन्ट आउँछ र त्यहाँ पहिलो धर्का तानिएको छ, त्यो धर्कामा टच हुनु हुँदैन र त्यहाँ पनि ओह्रालोमा रोक्न सक्नुपर्छ र खुट्टा यताउति हल्लाउन मिल्दैन। रोकेकै ठाउँमा रोकिनु पर्ने हुन्छ, एक ठाउँ टेकाकै ठाउँमा रोकिनु पर्ने हुन्छ। र यसमा बाइक बन्द भयो भने पनि नम्बर चाहिँ काट्छ, 10 नम्बर काट्छ, तर फेल भन्ने हुँदैन। यति भइसकेपछि हामी चाहिँ ट्राफिकले जा भन्छ त्यसपछि एकदम इमानदारीताका साथ अनि अनुशासनका साथ जसरी सामान्य तरिकाले हामी बाइक गुडाउँछौं त्यसरी नै अगाडि बढ्नुपर्छ र यसरी पास हुन सकिन्छ। र तपाईलाई यो भिडियो के कस्तो लाग्यो, सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला र हाम्रो यो च्यानललाई सब्स्क्राइब गरेर लाइक, कमेन्ट, शेयर गरेर सपोर्ट गरिदिनु हुन पनि अनुरोध गर्दछु। धन्यवाद।